सम्पूर्णमा नमस्कार। यहाँ चाहिँ हामी आदरणीय हाम्रा कोटेहाङ गाउँपालिकाको 6 नम्बर वडा अध्यक्षजी हुनुहुन्छ बसन्त राई, यसै गरेर सावा काली माविको शिक्षक भानुभक्त सापकोटाजी हुनुहुन्छ, यसै गरेर हाम्रो कोटेहाङ गाउँपालिकाको EMIS अपरेटर पञ्जीकरण शाखाका प्रमुख हुनुहुन्छ, शाखा प्रमुख। यसै गरेर यता चाहिँ हाम्रो कोटेहाङ गाउँपालिकाको सब इन्जिनियर दुर्गा राई हुनुहुन्छ। हामी चाहिँ र म यो आजको यो भेटलाई चाहिँ तपाईको चाहिँ सम्झना लायक केही फेसबुक मार्फत लेखिएको स्ट्याटसको बारेमा हामीले यो भिडियो बनाउन गइरहेका छौं र यो सुरुवात चाहिँ हाम्रा रोशन सरबाट सुरु गरौँ भन्ने लागेको छ। सबैजनालाई नमस्कार। खास गरी फेसबुकमा मान्छेहरूले आफ्नो बायो अथवा स्ट्याटसमा चाहिँ विभिन्न कुराहरू राखेका हुन्छन्, कतिपयलाई हामीले स्मरण गरिरहेका हुन्छौं। मैले यहाँ हाम्रो आदरणीय व्यक्तित्वहरू दुवैजनाको स्ट्याटसहरूलाई नबिर्सने गरी दिमागमा राखेको छु। पहिलो चाहिँ पल्लो छेउमा बस्नुभएको आदरणीय वडा अध्यक्षज्यूको छ। त्यो चाहिँ एउटा त्यसको अर्थ के छ, त्यसको वास्तविकता के छ उहाँले भन्नुहुन्छ, मैले सम्झिरहेको छु। आलो प्लस चना बराबर भिटामिन हो, मिलाएर खाएमा अथवा मिलाएर प्रयोग गरेमा भन्ने टाइपको छ। अब यसको बारेमा अलिकति यो स्ट्याटसको बारेमा, यो बायोको बारेमा बताइदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद सबैजनालाई। कफी गफको क्रममा आज हामीले चाहिँ हाम्रो जीवनको यो तहसम्म आइपुगिन्जेल भोगिएका कुराहरू सायद हामीले फेसबुकको प्रोफाइलमा बायो भन्ने टपिकमा या चाहिँ स्ट्याटसमा लेख्ने गरेको कुरा रोशन सरले सम्झाउनु भयो, यसको लागि विशेष रोशन सरलाई धन्यवाद। हाम्रो वडा अध्यक्ष पारस राईज्यूलाई पनि धन्यवाद। त्यो के हो भन्ने कुरा उहाँले सोध्नुभयो, म त अरू नै के सोध्नुहुन्छ कि भन्ने लागेको थियो। त्यो चाहिँ खास गरिकन आलु प्लस चना बराबरी आलोचना, मैले त्यहाँ लेखेको कुरा। आलोचना भनेको भिटामिन हो, यसलाई ग्रहण गर्ने तौर तरिका मिलाउन सकेमा भन्ने कुरा छ। हाम्रो जिन्दगी स्वभावैले आलोचनाको खेतीदेखि शिखरसम्म पुग्ने रहेछ र त्यसमा चाहिँ मैले सारमा निष्कर्षमा छोटोमा भन्न खोजेको कुरा चाहिँ आलोचना जसलाई चाहिँ हामीले ग्रहण गर्ने कुरा अथवा हामीले बुझ्ने कुरा चाहिँ कस्तो रहेछ भने हाम्रो आलोचना जसलाई चाहिँ तपाईको अगाडि बढ्नको लागि अथवा सफलताको शिखरसम्म जानको लागि जीवनमा आइपर्ने हाम्रो थुप्रै खुड्किलो मध्ये पार गर्नुपर्ने एउटा स्टेप पनि त्यो रहेछ, एउटा खुड्किलो पनि त्यो रहेछ र आलोचना बिनाको सायद हाम्रो मानव जिन्दगी हुँदैन जस्तो लाग्यो। र मैले चाहिँ मेरो निष्कर्षले, मेरो चाहिँ नि ब्रह्मले बुझाइले त्यो भन्यो कि आलोचना सकारात्मक पनि हुन्छ, नकारात्मक पनि हुन्छ, खालि त्यसलाई हामीले कसरी एक्सेप्ट गर्ने, कसरी रिसिभ गर्ने भन्ने कुरा हुँदो रहेछ। र मैले चाहिँ त्यहाँ भने आलु प्लस चना भनेको चाहिँ यसो सम्झिँदाखेरि पनि फ्रेस खालको चना, फ्रेस पी अथवा आलु चना भनेको भिटामिन हो, जसलाई चाहिँ हामीले प्रयोग गर्ने तौर तरिका अथवा त्यसलाई सकारात्मक र नकारात्मक कसरी लिन्छ त्यसैले असर पार्ने रहेछ भन्ने कुरा मैले त्यहाँ व्यक्त गर्न खोजेको हो। यति है हजुर। यसमा धेरै धेरै धन्यवाद। हामीले पनि थाहा पायौं त्यसको बारेमा। वास्तवमै आलोचना मान्छेको जीवन प्रगतिको एउटा खुड्किला चढ्ने माध्यम हो। यसलाई हामीले सही तरिकाले ग्रहण गर्न सक्यौं भने। र मलाई अर्को स्ट्याटस जहिले याद आउँछ, हजुरहरूलाई पनि फेसबुकमा कसै कसैका स्ट्याटसहरू त्यसरी याद आउन सक्लान्। आदरणीय सर हुनुहुन्छ,
उहाँको एउटा स्ट्याटस सदैव सम्झेर मन लाग्छ। त्यो स्ट्याटस चाहिँ यस्तो छ, भाग्यमानी रहेछस् चाकर पाइस। यसको बारेमा सरलाई अलिकति बताइदिनु म अनुरोध गर्न चाहन्छु। नमस्कार। मैले धेरै अब यहाँहरूलाई भन्न चाहिनँ, म सिधै स्ट्याटसमा गएँ। यो अब म कसरी प्रश्न पारौँ, यो आफैमा स्पष्ट पनि छ र अस्पष्ट भएमा यसलाई म कसरी भनौँ। मेरो अलैँचीले 12-14 वर्षसम्म त्यत्रो राम्रो चाकर पाएको थिएन। गत सालदेखि त्यसलाई अलिक बढी समय दिन सक्ने, अलिक हेरचाह गर्न सक्ने, पानी मिलाउने, गोडमेल हुने समय त्यसले पर्याप्त पाएको हुनाले मेरो जिन्दगीको अलिक भाग्यमानी चिज त्यही हो कि भन्ने सोच आयो। हान्दिहालेँ, तर त्यो मैले सोचेकै थिइनँ सर। मैले यसरी कोड गरिराख्नु भएको रहेछ। यो तपाईँलाई धन्यवाद र त्यो चाकर भेट्ने अलैँचीलाई पनि धन्यवाद। सरलाई धेरै धेरै धन्यवाद। अलैँची चाहिँ पोहोरदेखि भाग्यमानी भएको रहेछ। अब के अरे मेरो पनि एउटा मैले बायोमै राखेको छु। त्यो चाहिँ मैले के राखेको छु भने हृदयको ढोका बन्द गरी आँखाले चियाउन नआउनु। मैले आफ्नो बायोमा अहिले भर्खरै करिब केही महिना अगाडिदेखि राखेको छु। अहिले चाहिँ फेसबुकमा साथी बन्ने अनुरोध आउँछन्, तर धेरैको प्रोफाइल चाहिँ चाबी लगाएको हुन्छ, अर्थात् प्रोफाइल लक गरिएको हुन्छ। कसैले रिक्वेस्ट पठायो अथवा फलो गर्यो भने ऊ चाहिँ को रहेछ, उसको चाहिँ उसले कस्ता कस्ता स्ट्याटस राखेको रहेछ, साथी बन्न उपयुक्त छ कि छैन भनेर त पहिले उसको अध्ययन गरिन्छ नि त। अध्ययन नगरी नचिनेको मान्छेलाई त कसैले पनि साथी बनाउँदैन। तर चाबी नै लगाइसकेपछि, प्रोफाइल लकै गरिसके पछाडि त उसको केही पनि अध्ययन गर्न पाइएन, अनि कसरी साथी बन्ने होइन। त्यही भएर त्यो त उसको हृदयको ढोका हो नि त। हृदयलाई सदैव खुल्ला राख्नुपर्छ भन्ने मनसायका साथ त्यो चाहिँ मैले राखेको थिएँ। हृदयको ढोका बन्द गरी आँखाले चियाउन नआउनु। हाम्रो दुर्गा सर हुनुहुन्छ यता। दुर्गा सरको केही छ यस्तो? मेरो चाहिँ भन्नुपर्दा तपाईँहरूको सबैको कुरा सुने। यो आलोचनालाई चाहिँ सही तपाईँहरूले व्याख्या विश्लेषण गर्नुभयो, तर म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जति सक्दो आलोचनालाई चाहिँ बन्दै गरौँ, त्यसलाई ग्रहण नगरौँ। अब आलोचना गरेर मान्छेले हेर्नु फेसबुकमा यति नराम्रो नराम्रो आलोचना गरिरहेको हुन्छ। अब अरू आलोचना गरेको अरूले हेरिरहेको हुन्छ नि त, यो मान्छे खराब रहेछ भन्ने चाहिँ त्यसलाई घटाउँ एउटा कुरा। अर्को कुरा चाहिँ हाम्रो सरको चाहिँ एकदम मलाई सही लाग्यो। तपाईँहरू दुवैजना भाग्यमानी हो त्यसमा। अलैँचीलाई त्यो जुन चाकर गर्नुभयो, उसले तपाईँले चाकर गरेपछि उसले फल नपायो, ऊ भाग्यमानी भयो। त्यसको प्रतिफल मैले भेटेँ, म भाग्यमानी भएँ। कता भएन त। अनि एउटा मेरो एउटा छ नि, अहिले पछिल्लो चरणमा जाने अगाडि के अरे सरहरू के भन्छ र दुर्गा सरलाई मेरो प्रश्न छ। उहाँको चाकर जो भाग्यमानी अलैँचीले पाएको चाकर चाहिँ फितै लडाउँदाखेरि कति किमी जतिको होला सर? उहाँको त त्यो त किलोमिटरै चाहिँ मलाई अलिकति थाहा भएन, तर राम्रै होला उहाँको। फितामा अड्दैन जे होस्, गाह्रो फितामा अड्दैन। त्यो नाप्ने फिता अहिलेसम्म तयार भएको छैन। हजुर, यसरी बुझौँ होइन त हजुर? यसरी बुझ्नु पर्यो। तर तपाईँले उल्टो चाहिँ त्यसरी भन्नु पाउनुहुन्न। खासमा चाकर गरेपछि तपाईँ भाग्यमानी हो। त्यसको चाहिँ पैसा चाहिँ तपाईँले नै दोष चाहिँ अलैँचीलाई लाउनु। भाग्यमानी रहेछस् त्यो तपाईँको चाहिँ त्यो हजार गाड दिनु ऊ पनि भाग्यमानी हुन्छ। हुन्छ, हामीले स्ट्याटसहरूको बारेमा कुराकानी गऱ्यौँ, एकदमै रमाइलो भयो। अब यो चिया सँगसँगै जाडोको बेलामा भिडियो खिच्ने अध्यक्षज्यूको केही यसमा राखिदिनु पर्यो। अब हाम्रा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ तपाईँहरू,
जस्तै अब यो चाहिँ अब एक खालको यो चाहिँ तपाईँको व्याकरणसँग पनि सम्बन्धित होइन। अब तपाईँको चाहिँ यो एक खालको मनोरञ्जन, एक खालको चेतनामूलक सबैको चाहिँ तपाईँको स्ट्याटसहरू को विश्लेषण गर्दाखेरि होइन अब आपसमा यो हाम्रो जीवनशैलीमा चाहिँ आवश्यक के कुरा नै मलाई लाग्यो होइन। त्यसो भएकोले यो सानो सानो छोटो छोटो कुराहरूले पनि जीवनमा केही सिक्ने अवसर मिल्छ र त्यो हाम्रो अध्यक्षज्यू आदरणीय सर होइन हाम्रो चाहिँ यता दुर्गा सर लगायतले चाहिँ अब तपाईँको यो चेतनामूलक भिडियो चाहिँ आज यसरी मैले चाहिँ तपाईँहरूको अगाडि बसेर यसरी यो मेरो भूमिका चाहिँ निर्वाह गर्न पाउँदा साह्रै खुसी लागेछ। भरै तपाईँको यो सामाजिक सञ्जालमा आउँछ भन्ने हामीलाई विश्वास लागेछ। हस् त, धन्यवाद, नमस्कार।